सो वेलकम सो गाइस तपाईहरुलाई मेरो फेरि भ्लगमा स्वागत छ हैन। यो अहिले चाहिँको भ्लग चाहिँ 2 हो हैन। हामी आज अहिले चाहिँ पुचर बजार ठ्याक यो पुचर बजार हैन। पुचर बजारको ठ्याक्कै यहाँ छु हैन। यहाँ किबो स्कुल छ अगाडि रोक्नै देखाउँछु। चट्टलारी यहाँ चाहिँ संसार घाट संसान छ अनि यहाँ यता छ है। अहिले चाहिँ एउटा चाहिँ साथी लिन गएको त्यसको साथी अहिले यो दुईटा चाहिँ लुगा चेन्ज गरेर अनि हामी जान आँटेको चाहिँ कहाँ भने त्यो नरसिंहधाम जान आँटेको छु। त्यो महल के अरे मेला चलेछ नि त त्यहाँ, त्यही भएर हेर्न जान आँटेको छु। खासै त खै अब के हुन्छ, अब चलाउन त स्कुटर राम्ररी चलाउँछ। अब गाडी आयो भने चाहिँ ध्यान बाटो चाहिँ थाहा छैन यतिकै डुल्दै त्यहाँ चाहिँ चिकिङ त्यहाँ चाहिँ चेकिङ थियो होइन। त्यही भएर अनि अहिले चाहिँ हामीले चट्टलाकै कुन बनाएको छ होइन। थाहा भएन कुन चाहिँ हो त्यो कता हो। यता चाहिँ भ्यू देखा भने यहाँ रुखै रहेछ, नत्र खतरा थियो क्या। म नदेखाएँ नि स्कुटर चाहिँ हेर्छ त्यसले खतरा रहेछ। यहाँ यस्तो यस्तो गिलास त खतरा दुलो अन्त ओइ यता खाँदै चल भने चाहिँ पागल के चाउचाउ त्यो पानीसँग मिसाउनु छाटो के अरे कोकसँग मिसाएर खा ल। खाता खा मिठो हुन्छ छाड नहोल मिलाउनु खाता खा। कोक देखा न एकचोटि देखा त ए हेर्नु नि कोक हाले के मिठो हो दुबईको स्वाद प्लानै चेन्ज हो भने माथि तिरपल रोड थियो। रोड क्रस गरेर ल्याम्बे ब्रेक हाल्यो फर्का तुम्हार म त ब्रेक नसेके यस्तो घुमाइदिए है म जहाँ पनि आज उस भएर होला कि है। त्यो नरसिंहधाममा लास्ट उस हुन्छ नि त त्यही भएर होला नि त। वेस पहिला त थिएन कि चिङ यति नै होला है। पहिला त थिएन क्या, सल्लाह घाटी जाने के त्यो उस्तो हामी त्यसले यति नै लाएर अहिले चाहिँ हामी रामकोट आइसक्यो। अघि त्यहाँ माथि चेकिङ थियो देखाइ नै होला। म देख्नु नै भयो होला फर्काइदियो कसो सही होइन। त्यसैले सेट हान्दियो यार अघि राइडरहरू देखा नि राइडर माथि ध्यान देखाएन दुईजना राइडर यो यता हेर्न यो चाहिँ है लडाउने मान्छे दुईचोटि चारचोटि हो यो र म शुद्ध अनि चट्टलार चाहिँ अहिले चाहिँ कति बज्यो थाहा भएन। अनि यस्तो रहेछ है के अरे रामकोटमा ल भाइ एकदम बब्बाले बब्बाल चट्ट लाएर हामी पाउ आइपुग्यो। अनि साथी घर आइपुग्यो है नि है यहाँ आएर भाइ यो त पहिला नि तपाईँहरूले भ्लगमा देखाइहाल्यो नि यो बर्थडे कार्ड न यो गाइस तपाईँहरूले हेर्दा यो साधारण घर जस्तो लाग्छ, भित्र हेर्दा खतरा छ। हेर्नु यहाँ चट्ट यहाँ यस्तो छ होइन। माया तिमीलाई कलेजी यस्तो छ होइन। तमासु बाजेको तिमीले साथ फेर्छु यस्तो छ है बाजेको। ल अर्को गीत राखिनुहुन्छ है यस्तो है। हेर्नु न राजाको जस्तो कलेजीमा साँचे यस्तो खतरा छ। ल आएन छोडेन यसो है। माथि हेर्नु माथिबाट तपाईँहरूले भ्यू देखाउँछु म फेरि। ओहो खतरा र भ्यू इन्जोय गर्नु।
चाहिँ पाउ है अब चाहिँ हामी जान छैन चिया चाहिँ खाइसक्यो अब उसले ल ल यहाँ आउ न ल अब हामी सिधै माथि स्कुटर पाए पुग्छु ल यहाँ कुद 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 अहिले चाहिँ हामी चटपटी खाएर आइसक्यो नि त है अहिले चाहिँ अब कहाँ जाने होइन खानेको जाने काम छ छोटो काम अब त्यस्तो यहाँ चाहिँ भन्न मिल्दैन कि त्यस्तो काम त्यही भएर अहिले यहाँ कहाँ हो यो त्यो ठाउँको नाम के अरे आई डोन्ट नो वेलकम भाइजान अब हामी कहाँ जाने अरे भनेर चट्ट लाएर खाने हो गएन गुटेश्वरी गुफा त्यहाँ गुटेश्वरी गुफा है ल दुईजना आयो राइडरहरू चट्ट लाएर हामी चाहिँ गुप्तेश्वरी गुफा आउन आँटिसक्यो होइन अनि मुनि छु अनि अहिले अनि हेर्नु हाम्रो पछाडि दुईजना आहा यो र म यो छोट रुपेश र म अनि त्यो अनमोल र अविनाश तपाईँहरूको आज यो भ्लग चाहिँ सबैजना हेरिदिनु होला अनि तपाईँहरू नयाँ हुनुहुन्छ भने चाहिँ लाइक एन्ड सब्सक्राइब चाहिँ गरिदिनु नबिर्सिनु होला है सबैजनाले ऊ त्यहाँ है गुप्तेश्वरी चाहिँ अलि यो यसले चला भएन अनि त्यसरी उता बिस्तारै बिस्तारै यता हो यता मुनि हो गुप्तेश्वरी उता उखै ल अब चट्ट लाएर ल अनि अहिले हेर्नु न चट्ट लाएर होइन सनसेट त बब्बाल देखाएको छ क्या बब्बाल होइन यस्तो हो तर अफरोड चाहिँ धन्य अघि हामी चार्जै नै नमऱ्यो भने त्यो अफरोडमा कसम भने त्यसले त कट्टुमै छेर्ला जस्तो भएको थियो तर हामी त्यस्तो डराउने मान्छे होइन नि त ल ल ल ल कस्तो सुनसान आउन त पहिल्यै नै आयो हो तर स्कुटरमा अहिले आयो मजा आयो चट्ट लाएर गुप्तेश्वरी गुफा आइपुग्यो है ल चट्ट लाएर यहाँ हेर्नु सबैजना ओए सबैजना यता केटा बल्ल आइपुग्यो गुप्तेश्वरी या सनसेट डाँडा हेर्नु है उता हेर्नु होइन नि यहाँ अलिक ठिकै देख्दो रहेछ ल म तपाईँहरूलाई त्यहाँ देखाउँछु है त होइन अहिले चाहिँ हामी के अरे त्यो गुप्तेश्वरीको गुफा छिर्न जान आँटेको छु स्कुलहरू चाहिँ यहाँ चाहिँ खेट्ने के गरे थोत्रो ल हामीले जान्छ होइन चाँडै जानु घर नि चाँडै पुग्नुपर्छ आज त लास्ट हुने आज त ल उता मुनि हो तल पुग्नु पनि उयो रातो रातो के यहाँबाट So hello guys, गुप्तेश्वरी मन्दिरभित्र पस्दैछु होइन पस्दैछ हामी सब केटाहरू मलाई थाहा यसो गर्नु यसरी यसरी बत्ती देख्नु पऱ्यो नि चमेरो माथि चमेरो कति रे होइन भित्तामा ओए आम्बो उयो हेर्न कालो कालो बत्ती नि रहेछ त है उडाइदिने हो हेर्नु बत्ती भएछ अगाडि ल मलाई चाहिँ भन्छ हुँदैन नि सो गाइज यहाँ अड्किसकेको छ अवस्था आयो घोडै टिप्नु पर्यो हेरेलाई अब लास्ट एकचोटि छिर्नु त्यस जाम ल केटा हो म नि यहाँ भिडियो बना दुईजना अझै छिर्नुपर्छ नि
अनि लास्ट छिर्ने जति छिर्ने आफ्नै मर्जी हो तिनीहरू छिर्ने क्या टोटल दुईचोटि बाँकी छ सेकेन्ड टाइम यहाँ सबजना एकैचोटि छिरिसक्यो केटा लाइटै आउनु अब जेनेरेटर अन गर्दा बत्ती बल्छ कि अन्त नि बत्ती बत्ती भन बोक्यो मल बत्ती भन म यहाँ भ्लगर गाइज दिस इज कल्ड मेन भर्सेस वाइल्ड गाइज तँ चाहिँ पहिला तँ चाहिँ अब के हो नेपालीहरू के हुन्छ गाइज यहाँ पैसा चोरहरू 5 चोर चोरिहाल्यो तँ जानु पहिला आउनु तँ जा ल यो मलमा समात कहाँ पैसा राख छोड राख न छोट लगाएर ल तिमी जान्न अब यो जान्छु अब त्यो घोडै नटिकन गइदिन्छु दुईजना हाँस्दै होला लौ सास जहाँ अड्किँदो रहेछ ल ल मल्ला अरू त यहाँ मजदुरीहरू गाइज छेपारोको औलादहरू कस्तो घुप्टिनु भएर अब त छेपारो अड्क्यो गाइज फाइनल एउटा फाइनल ल यस्तो यस्तो छ होइन यहाँ चाहिँ एउटा बाबु बस्नु छ आज आएन चढाइ चाहिँ यता अगाडि जान्छु सिधा उभिने केही हुन्न चमेरो न चमेरो ल ल यहाँ चाहिँ रुक 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 चट्ट लगाएर अब चाहिँ अब त घरतर्फ होइन एउटा परिरहेछ त्यो चट्ट लगाएर घरतर्फ जान्छु अब ठोकिनु मात्रै ठोकिन्छ नि ठोकिनु उता उता ढुङ खाल्टे खाल्टो छ ठोकिनु नगो अड्क्यो ल आइपुग्यो म चाहिँ कस्तो सानो आइया फेरि ठोक्यो उहाँ चाहिँ आउनेसँग म छिर्छु छिरेको पनि बना ल ल ल यतिको समय त ल ल भयो भयो 7 बज्यो नि ल पुसा बोक्यो हामी कति बज्यो समाप्त समाप्त सब ओह्रालो हो म स्टार्टै गर्दिनँ स्कुटी छेपारो बनाइ जानुपर्छ खै यो हालिदिउँ न मोबाइल यहाँ मोटे बुङ्गुर आयो भैँसी आयो ऊ मैले घोडा टेकेन अहिले त चढाइ पुस्नै पर्दैन नि हेलो अब चाहिँ हामी घरतर्फ लगाइरहेको छ होइन अब यो गाली चढ्न गाँठ च्यातिन्छ त्यही हो अघि आउने बेला गुतेश्वरीको आउने बेला कति 4 चोटि लड्यो भने यार लड्न चाहिँ आँटेको थिएँ यो गुतेश्वरी तपाईँहरू त्यो स्कुटर लिएर बाइक लिएर चाहिँ नआउनु होला है गाडीमा आउनु अलि पिच भए बेला चाहिँ आउनु नत्र मोर्छ तपाईँहरू फिक्स हामी चाहिँ अहिले त यहीँ खोइ खै अहिले यहीँ 7 बज्यो अब घर पुग्नु बेला 8-9 बज्छ होला है त्यही हो अब एकचोटि यहाँको भ्यू देखाउँछु ल हेर्नु है त
के चाहते हैं विजय राठी ल गाइस हामी चाहिँ घर आइपुग्यो बाई अब अर्को भ्लगमा भेट सी यु अगेन